खास गरेर अब मिथिला भने त्यो पहिला जब नेपाल इन्डिया थियो त्यो बेला मिथिला अञ्चल थियो, मिथिला राज्य थियो। यता राजा मुगलदेखि लिएर उता इन्डियाको राजाहरूसम्म कनेक्ट थियो। अहिले पनि तपाईहरु जानु ललितपुरको कृष्ण मन्दिर छ, त्यसमा मैथिलीमा रामायण लेखेको छ। आरती जुन हुन्छ नि मैथिलीमा हुन्छ, त्यसलाई अब बिस्तारै मोडिफाई गर्दै गर्दै हाम्रो पहिलादेखि नै नेवारी र मैथिली कल्चरको धेरै क्लोज कम्बिनेसन राजा मल र तराईको राजाहरूको। त्यही बेलालाई अब यो रामायणसित पनि रिलेटेड हो। जब भगवान रामले आउँदा के खानाहरू खुवायो, पहिला कालो कलर थियो। तपाईलाई थाहा छ कि जब भगवान राम आउँदा 6 महिना आफ्नो ससुरालीमा बस्नु भएको, अब के खाना खुवाएर उलाई गोरो गएर अयोध्या पठायो। त्यही खानाहरूलाई द्याट इज द मिथिलाञ्चल, र त्यो खानामा त्यहीसँग रिलेटेड खानालाई मैथिली खाना भन्छ। मैथिली कुजिन म नेपालमा त्यसलाई लन्च गरिरहेको छु। अहिले मैले युएसमा पनि प्रोग्राम गरिसकेको छु, इन्डियातर्फ नेपालको हरेक ठाउँमा अहिले गरिरहेको छु। तर त्यसमा बढी भेज खानाहरू हुन्छ। भेज किन हुन्छ भने त्यसको न्युट्रिसन पार्ट लिने, त्यसको हाइजेनिक पार्ट लिने, त्यसको अर्ग्यानिक पार्ट लिने, त्यसको आयुर्वेदिक पन लिँदा भने हरेक खानाको हाम्रो बडी र अंगसित जोडेको हुन्छ। जस्तो हामी बेथेको साग त सुन्नुभएको छ, अहिले मैले बेथे सागको सुप निकालेछु, बेथे पनिर लन्च गरिसकेको छु। त्यसमा यति राम्रो हुन्छ कि त्यसमा ब्लड सर्कुलेसन ब्रेनको लागि धेरै ठुलो हामीलाई काज गर्छ। त्यस्तै अहिले नेपालमा सिस्नुको अमलेट मैले लन्च गरिरहेको छु। अरू सबै सेफहरूसित हरेक ठाउँमा आफ्नो आफ्नो कल्चरलाई हुर्काउने त खाना छ, तर हामीले के गरिरहेको छौँ, जो जहाँ छ त्यतिकै छोडेछौँ, त्यसलाई अगाडि ल्याउनै सकेको छैन। त्यही भएर मैले अहिले नेपालको, अब म तराईको छु भने तराईको खानालाई अगाडि दिनु, तपाईँ पहाडको छ भने पहाडको खानालाई अगाडि दिनु, उहाँ हिमालको छ भने हिमालको खानालाई अगाडि दिनु। अनि बल्ल मेरो नेपाली कुक बुक एउटा बन्छ र जति पनि कलेजहरू छ, जति पनि बिएचएम र यो कलेज, पहिला त हामी नेपाली खानादेखि स्टार्ट गरौँ न। पहिला आफ्नो घरबाट हामीले पुजाउनु कि पहिला घरको देवतालाई पुज्ने कि पहिला बाहिरको देवतालाई पुज्ने? घरको पूजा। त्यो पनि मेरो कन्सेप्ट हो। त्यसको लागि पनि म नेपालमा लडाइँ गरिरहेको छु। अब तपाईँहरूले पनि साथ दिनु र प्र्याक्टिकल अब कुलनदीमा हुँदा म हरेक कलेजहरूमा पहिला नेपाली प्र्याक्टिकल गराउने एउटा प्रस्ताव लिएर अगाडि बढिरहेको छु। अब जस्तो अरू संस्थाहरूसित मिलेर